अब हजुर नेपालको अब पर्सनल एक्टर एकदमै राम्रो अभिनय गर्ने, उत्कृष्ट अभिनयको हिसाबले हजुरको कुरा हुन्छ। अब हजुरले भुटानमा चाहिँ हलिउड स्टारसँग काम गर्नुभएको छ। उहाँसँगको काम गर्दाको एक्सपिरियन्स कस्तो रह्यो त? ब्रुस डन चाहिँ अब भारतकै हलिउडको एकदमै राम्रो क्यारेक्टर आर्टिस्ट जस्तो उहाँले चाहिँ अस्कार नोमिनेसनमा पनि उहुँ, दुईचोटि पार्टिसिपेट भएको उहुँ, छ उहुँ, अनि ठुल्ठुलो प्राइजहरू पनि जित्नु भएको र उहाँको उमेर 84 वर्ष भइसकेको छ उहुँ, तर व्हिल चेयरमा हिँड्नु हुँदो रहेछ उहाँ उहुँ, उभिएर अभिनय पनि गर्नु नसक्ने उहुँ, अनि मैले उहाँलाई चाहिँ व्हिल चेयरमा बसेर कसरी अभिनय गर्नुहुन्छ होला भनेर जुन पहिले सोचेको थिएँ तर डायलग बोल्दाखेरि चाहिँ उहाँको त्यो बोल्ने उहुँ। पावर यति ओके। स्ट्रङ रहेछ नि आहा! डायलगलाई यसरी डेलिभर गर्नुहुँदो रहेछ उहाँले अनि त्यसबाट म एकदमै धेरै प्रभावित भएँ र मैले उहाँसँग एउटा सिनमा मात्रै स्क्रिन सेयर गर्न पाएको छु पाएको छु। ओके। अनि त्यो सँगै बस्दाखेरि अब फिल्मको मेन आर्टिस्ट भनेर चिन्न पनि भयो र उहाँले चाहिँ मलाई तेरो आँखाको एक्सप्रेसन एकदम राम्रो लाग्यो उहुँ, अनि यु डिड भेरी वेल भनेर भन्नुभयो होइन उहुँ। उहाँ जस्तो मान्छेले मलाई त्यति भन्दाखेरि पनि मलाई ठुलो प्रेरणा मैले बटुलेँ ओके।